गाइस, आज चाहिँ हामी जाँदैछौँ नानीहरूलाई लगेर पार्क। यहाँ दुईजना छ हाम्रो नानीहरू। हामी जाँदैछौँ। जाउँ एना अघि। हेलो गाइस, जाँदैछौँ हामी। अब हाम्रो पनि गर ल। यहाँ हाम्रो सामान लगेर स्कुटीमा जाँदैछ। हेलो गाइस, हेलो 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 गाइस। पार्कमा नानीहरूलाई खेलाउँदै एकछिन ड्राई पिकनिकको लागि त्यहाँ रमाइलो गर्नलाई खानेकुराहरू पनि लगेको छौँ। अनि आज के हुन्छ अहिले भरे म तपाईँहरूलाई देखाउने छु, हेर्दै गर्नुहोला। सुन्नुहोस्, गरेको छु गर्नु त। यता हो यता, चलो चलो। अब हामी स्कुटीमा अट्दैन, अटोमा जानुपर्छ। अब हामी जाँदैछौँ। हामीले चाहिँ अटोमा चढिसक्यौँ। यहाँ डेरिन आमासँग बस्नु भएको छ। एना निनी ऊ पनि भ्लग बनाउँदैछ। एना मेरी फेसबुक पेजमा लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। स्टारहरू पनि दिनु होला यो मान्छेलाई हेरेर भए पनि। हेलो गाइस, देखो न भनिदिनु न। क्युट देखिरहेछ एना र मैले भनेको ड्रेसले। श्रीनगेश गार्डन। यहाँ नानीहरू छ कि भित्र पसेर पनि खुसी भइरहेको छ। के भन्दैछ? ए बस्ने ऊ पर अलिक यता बस्दा पनि हुन्छ। ऊ त्यहाँ बस्दा पनि ऊ पर चुवाको फेरि लैजाउँ जाउँ हिँड्नु। कता मनपर्छ, के मन पर्छ, के मन पर्दैन नसुन। जोनले चाहिँ यहाँनिर मिलाउने हुन्छ हामी बस्नको लागि। मजाले गर्नुहोस् है। चप्पल खोलेर बस्ने। स्क्वायर ऊ बेबी स्क्वायर ऊ तल भुइँमा ऊ गयो। आम्मा नानी सुज खोल, सुज खोलेर बस लु। लरेन्स बसेर हेर्नु त यता। वा पार्कमा स्पेन्ड गरिरहेका छौँ। हेलो गाइस, हेर्नुहोस् तपाईले देख्नु भएको व्हाट इज दिस? यो फाले हो, यो सिक्किममा पाउँछ। ल मेरो बुढीले सजायो है लु सामान खानेकुराको। त्यो फुकाल्नु नि त्यो यो। ए कुकुरहरू आयो उतालाई। अब चाहिँ हामी यहाँ खानालाई बसिसकेका छौँ। एकदमै राम्रो छ यहाँ। हेर्नुहोस् सराउन्डिङ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ फ्यामिली टाइम स्पेन्ड गर्नुको लागि। यहाँ मेरो सासु आमा अनि हामी परिवार हाम्रो डेरिङको फर्स्ट आउटिङ। नानीहरू चाहिँ खानु सुरु गरिसक्यौँ। ल सुरु होइन त, सिरियस हुनुपर्छ। कहिलेकाहीँ मान्छेले सिरियस नहुँदा के हुन्छ थाहा पाएन। अस्तिको दिन थाहा पाएन सिरियस नहुँदा कस्तो हुन्छ भनेर। रेला गरिबस्छ जहिले। यो चाहिँ हाम्रो सिक्किमको सुन्तला भन्दा राम्रो मान्छे चाहिँ यहाँ बसिरहेछ। यो सुन्तला चाहिँ मेरो देवरले ल्याइदिनु भएको सिक्किमबाट। देवर अनि जोजो अल्बर्ट जोजो बिनुले ल्याइदिएको। यो एप्पल चाहिँ कश्मीरबाट पठाइदिएको हाम्रो कश्मिरीहरूले। अनि यो चाहिँ स्पेसली थ्याङ्क यू सो मच हाम्रो लाजेन दिदी अनि हाम्रो लेप्चा दाईलाई। यो सिक्किमबाटै आएको हाम्रो। यसलाई भन्छ हनी कम, किनभने यो मौरीको चाका जस्तै छ, त्यही भएर त फोकसै हुँदैन। के हो यो? यो चाहिँ फाले। यो पनि हाम्रो स्पेसल सिक्किममै पाउने डिस हो। यो पनि यो चाहिँ चिकनको फाले। अनि यता अरू त के छ हाम्रो? अरू के छ खानेकुरामा? यहाँ छ माछा। अनि हाम्रो स्पेसली नभई नहुने हाम्रो छ यो चाय। यो बिना चाहिँ सासु आमा र म चाहिँ बाँच्न नसक्ने अवस्था छ जाडो महिनाभरि।
नानीहरूले चाहिँ स्माइली चाहिँ फिनिस गरिसकेछ। अरू छ यहाँ ग्रेप्स। यो चाहिँ कहाँबाट लिएको? बिहारबाट लिएको ग्रेप्स। बिहारबाट ल्याएको। म त भिडियो गर्दा गर्दै साथीहरूले त मलाई त चिली पनि बनाउँछ कि थियो आज। खाइसकिसक्यो। पटे राम्ररी देख्नु भ्लगर देखिनु पर्यो नि त। अरूलाई त अब जति बेला हेर्छु भने पाउने। खाइसक्यो। अब चाहिँ हाम्रो खाइसक्न लाग्यो होइन, फिनिस हुन लाग्यो। बहिनी पनि उठेछ। अगायो एकदम अगायो। ऊबाट खानु नपाएर लडिरहेको छ बिचरा। यहाँ चाहिँ खानेहरू खाइरहेछ, अगाउनेहरू कुद्दैछ। अब चाहिँ हामी भजन गाउन लागिरहेको छौँ हाम्रो फ्यामिली भएर। सबैलाई महिमा दिन लागिरहेको छौँ। तर जोड जोडले गाउनुपर्छ है। जोडले नजिक ल्याउन त नजिक त्यहाँ पर लगेको त्यो पल्लो डाँडामा सुन्छ हौ। कहाँ सुन्छ हेर अब। हाम्रो चाहिँ यहाँ दुईजना दिदीबहिनीको फोटोसुट हुँदैछ। आज चाहिँ डेरिन 2 मन्थ कम्प्लिट भयो। ओके हाँसी गर्नुहोस् न। दुईजना के साह्रो राम्रीहरू हौ। म्याचिङ ड्रेस लगाएको छ। यता हेर्नु, पापालाई हेर्नुहोस्, पापालाई। ल फोटो चाहिँ खिचिसक्नु लाग्यो। अब बहिनीको मात्रै खिच्नु। यहाँ डेरिनको चाहिँ फोटोसुट हुँदैछ यसरी। फोटोग्राफी आइडिया चाहिँ हामीले आफै लोकलबाट निकालेको। यहाँ फोटोग्राफरहरू चाहिँ यता छ, आइडिया दिनेहरू चाहिँ यता छ। निनी, नाना, कोमा, पापा। अब चाहिँ सक्यो आजको रोल मोडल। खतरा मोडल चाहिँ यता हुनुहुन्छ, स्पेसल मोडल हाम्रो। एकदम ज्ञानी हुनुहुन्छ, नरिकिन बसिराख्नु भएको छ। हामीलाई पनि इजी भइरहेको छ। यता है आजको दिन हामी यसरी डेरिन नानीको 2 मन्थ कम्प्लिट भएकोमा यहाँ आएर हामी केही फ्यामिली रमाइलो गर्दै परमेश्वरको भजन गाएर परमेश्वरलाई हामीले धन्यवाद दिएको छौँ र परमेश्वरले हाम्रो परिवारलाई सदा सर्वदा खुसी राखेको होस्। आमेन आमेन।
चाहिँ हामी जाँदैछौँ बसेर सकेर नानीहरू चाहिँ पर खेल्नुलाई गएको छ हामी चाहिँ अब फर्किँदैछौँ हेलो बाय यतै गर्नुला यहाँ मेरो युट्युबरको चाहिँ हालत यस्तो भएको चाहिँ खानेकुराहरू बोकेर चलो 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 मान्छे राम्री भएर के गर्नु यस्तो काम अराउँछ हामीलाई यता निकाल्नु हामी घर जाँदैछौँ र अब मेरो आजको यो भिडियोलाई भ्लगलाई हेरेर मनोरञ्जन लिनुहोला अनि तपाईँहरू पनि यहाँ आउनुहोस् फ्यामिली टाइम स्पेन्ड गर्नुलाई एकदमै राम्रो छ यहाँ पार्क नजिक हुनेहरू चाहिँ मेरो भ्युवर्सहरू आउनु होला अनि एकदमै अहिले ठिक्कको मौसम छ यहाँ अहिले दिल्लीमा धेरै जाडो पनि छैन धेरै गरम पनि छैन यतिको लुगामा हामी एकदमै कम्फर्टेबल अघि घाममा चाहिँ धेरै पसिना आयो अहिले चाहिँ एकदमै ठिक छ अब चिसो हुन लाग्यो त्यही भएर सानो नानी छ हामी चाहिँ घर जाँदैछौँ अनि यहाँनिर यता खेल्ने जग्गाहरू पनि छ नानीहरूको लागि एकदमै तपाईँहरू फ्री हुनुहुन्छ छुट्टीमा हुनुहुन्छ भनेदेखि चाहिँ घरमै बस्नु भन्दाखेरि चाहिँ बाहिर घाम पनि अहिले एकदमै राम्रो लागिरहेको छ अनि तपाईँहरू नानीहरूलाई लिएर आफ्नो फ्यामिलीलाई लिएर यहाँ आउन सक्नुहुन्छ यो चाहिँ हाम्रो नजिकै छ एकदमै राम्रो छ यहाँ हाम्रो नानीहरू खेल्दैछ हेलो मजा आयो हजुर कहाँ जानु झुलाउनु ल ल ल ल ओके नानीहरू चाहिँ यहाँ खेल्दैछ ल ल हेना अब हामी घर जाँदैछौँ यता आउनु हेना ए अर्को घुमाऊ Hello guys, आज म यहाँ थोक्छ म पदवी पार्दा यस्तो सोइसो दादा ओ बर्मा देख्यो क्या फेरि कति मजा आयो हाम्रो मलाई साइड कतै यो यस्तो कति अनि म पऱ्यो फेरि हामी घर जाने फेरि मेरो एक हामी अटोमा अब घर गएको हामी अटोमा पो घर जाने गएको ल गाइस गएको गाइस ल बाई देखो न गाइस देखो ना 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 गाइस